तपाईले चाहिँ साँच्चीकै सिरियस हुनुहुन्छ भने यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु। तपाईको लाइफमा चाहिँ धेरैभन्दा धेरै कुराहरू सिक्न पाउनुहुन्छ र बुझ्न पाउनुहुन्छ मैले चाहिँ कुन वेबाट अर्निङ गर्दैछु प्लेटफर्ममा। सो थ्याङ्क यू सो मच मलाई मेसेज गरेकोमा र मलाई यति विश्वास छ कि तपाईले पनि लाइफमा चाहिँ ग्रो गर्न चाहनुहुन्छ आफ्नो लागि र आफ्नो बाबा मम्मीको लागि। हजुरले चाहिँ हैन मलाई चाहिँ टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्रामहरुतिर हेर्नु भएको होला, फेसबुकको मेटा एड्सहरुतिर हेर्नु भएको होला र मैले चाहिँ हैन यो फिल्डमा काम गरेको, अनलाइन इन्कम गरेको मेरो लगभग 3 इयर्स एबभ भइसकेको छ मैले यो फिल्डमा काम गरेको है। सो मसँग यतिको एक्सपिरियन्स छ जुन चाहिँ म तपाईहरुलाई प्रोभाइड गराउन सक्छु र तपाईले पनि यो प्लेटफर्ममा चाहिँ इन्कम गराउन सक्छु। सो अर्को कुरो म भन्छु है, तपाईले चाहिँ लाइफमा चाहिँ सिरियस हुनुहुन्छ त्यही भएर चाहिँ आज यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईले पनि लाइफमा चाहिँ के होस् साइड इन्कम सोर्स मेरो पनि होस्, मोबाइल चलाएर इन्टरनेटमा स्किलहरु सिकेर त्यो सोच लिएर त्यो भिजन लिएर तपाईले मलाई मेसेज गर्नु भएको छ। सो तपाईको जुन भिजन मिसन छ त्यो चाहिँ खेर जाँदैन। अब हजुरलाई लाग्न सक्छ म चाहिँ कहाँबाट छु, कुन ठाउँबाट छु, यो भन्दा अगाडि के गर्दै थिए, कसरी मैले यो फिल्डमा इन्गेज भए, त्यो थोरै कुराहरू चाहिँ तपाईले म शेयर गर्न जाँदैछु। सो हेलो एभ्रीवन, इट्स माई सेल्फ कृष्ण कुमार गुप्ता र मैले चाहिँ यो फिल्डमा काम गरेको लगभग 3 इयर्स एबभ भइसकेको छ है। र मैले यो भन्दा अगाडि चाहिँ विदेश जाने सोच थियो। मैले चाहिँ विदेशमा गएर राम्रो पैसा कमाउँछु अनि घर आएर केही बिजनेस गर्छु भनेर त्यस्तो सोच बनाएको थिएँ। तर भगवानको कृपाले चाहिँ मलाई एउटा राम्रो अपर्च्युनिटी पायो अफिलिएट मार्केटिङ फिल्डको बारेमा बुझ्नमा हैन। अनि मैले चाहिँ त्यो के हो, कस्तो हो, स्क्याम त होइन भनेर त्यस्तो सोच लिएर मैले पनि पहिला सोचिरहेको थिएँ। तर मैले चाहिँ त्यो कुराहरू बुझेँ अनि बुझ्दै गर्दाखेरि अफिलिएट मार्केटिङ फिल्ड नेपालमा चाहिँ एकदमै लिगल छ र राम्रो पनि छ र यहाँबाट धेरै स्टुडेन्टहरू चाहिँ अर्निङहरू गर्दैछ भनेर मैले थाहा पाएँ है। अनि त्यो थाहा पाउँदै गर्दाखेरि मलाई पनि गरौँ न त, यत्रो लाइफ मैले वेस्ट गरि नै सकेको छु पहिला पनि, त्यतिकै साथीहरूसँग टाइम वेस्ट गर्दैछु, त्योभन्दा राम्रो मैले केही कुरा सिकिहाल्छु अनि त्यस पछाडि घरमै बसेर इन्कम सोर्स होस् भनेर मैले अफिलिएट मार्केटिङ फिल्ड स्टार्ट गरेको। अनि त्यो गर्दै जाँदाखेरि हैन ट्रेनिङहरू मैले लिँदै गएँ, सिक्दै गएँ अनि पहिलाभन्दा मैले धेरै कुराहरू चेन्ज पाएँ र त्यो चेन्जले गर्दाखेरि मैले आज यति सम्म एचिभमेन्ट गरेको छु जुन चाहिँ हैन तपाईहरुले टिकटकहरुमा पनि हेर्नु भएको होला। मैले चाहिँ अफिलिएट मार्केटिङ फिल्डबाट अनलाइन अर्निङ बिल्ड गरेर मैले आफ्नो हाउस पनि बिल्ड गरेँ, घर पनि बनाएँ जुन चाहिँ मैले बाबा मम्मीको लागि पनि गरेको छु है। अनि बाबा मम्मीलाई पनि मैले केही कुराहरू सरप्राइज गिफ्टहरू दिएको छु आफ्नो इन्कम सोर्सबाट। सो त्यो मेरो एउटा एचिभमेन्ट थियो। अनि अर्को कुरो मेरो पहिलो एचिभमेन्ट भनेको मैले राम्रो तरिकाले बोल्न सिकेँ जुन चाहिँ मलाई आउँदैन थियो पहिला, क्यामेरालाई फेस गर्न आउँदैन थियो, त्यो कुराहरू चाहिँ मैले सिकेँ। जब कि अनलाइन इन्कम सुन्ने बित्तिकै 100 मा 99% मान्छेहरूको माइन्डसेटमा स्क्याम नै आउँछ। किनभने आजभोलि हैन हाम्रो यो इन्टरनेटमा धेरै स्क्याम बढिरहेछ र तपाईले पनि त्यस्तै लाग्न सक्छ। सो म पहिलो कुरा भनिदिन्छु, इफ स्क्याम हुन्थ्यो भने म तपाईलाई पर्सनली फेसवाला भिडियो बनाएर दिँदैन थिएँ। अनि अर्को कुरो म चाहिँ जुन कम्पनीमा काम गर्दैछु त्यो गभर्नमेन्ट भेरिफाइड छ, गभर्नमेन्टले एप्रुभ दिइसकेको छ यो प्लेटफर्मलाई चाहिँ अगाडि बढाउनको लागि। सो प्रमाणपत्र पनि म राखिदिन्छु, हेर्न सक्नुहुन्छ। सो ढुक्कको साथ गर्न सक्नुहुन्छ। सो इन्कम सोर्स बिल्ड गर्नको लागि तपाईसँग एउटा स्मार्टफोन र एउटा गुड इन्टरनेट भए पुग्छ। अर्को कुरो तपाईले हैन थोरै टाइम पनि हुनुपर्छ सिक्नको लागि र तपाईले काम गर्नको लागि। अब अगाडि प्रोसेस के छ त, के सिक्नुपर्छ यो प्लेटफर्ममा। सो मैले चाहिँ जुन प्लेटफर्ममा काम गर्दैछु त्यो प्लेटफर्मको नाम चाहिँ ज्ञान ग्रोथ प्लेटफर्म हो। ज्ञान ग्रोथ प्राइभेट लिमिटेडमा दर्ता भएको छ र हाम्रो वेबसाइटमा जुन वेबसाइटमा हामी काम गर्छौँ त्यो वेबसाइटको नाम चाहिँ ज्ञान ग्रोथ हो है। र त्योमा चाहिँ हैन स्किलहरू प्रोभाइड छ। त्यो स्किलहरू के छ म तपाईलाई स्क्रिन शेयर गरेर पनि देखाइदिन्छु है। सो तपाईको सोचमा होला कि यहाँ पैसा पनि लाग्छ यो प्लेटफर्ममा काम गर्नको लागि। सो अभियसली तपाईले संसारमै हेर्नुहुन्छ भने बिना पैसाको आजको समयमा केही पनि चीज छैन। तपाईले पानी किन्न जानुहुन्छ होटलतिर त्यहाँ पनि पैसा लाग्छ, खाजा खानुहुन्छ त्यहाँ पनि पैसा लाग्छ, कुनै साथीहरुसँग पार्टी रमाइलो गर्न जानुहुन्छ त्यहाँ पनि पैसा लाग्छ, त्यस्तै गरी यहाँ पनि पैसा लाग्छ। र पैसा सुन्ने बित्तिकै मान्छेले स्क्याम फ्रड त भन्छ। र यो पैसाबाट तपाईले के बेनिफिट्स पाउनुहुन्छ त्यो पनि म भनिदिन्छु। यहाँ चाहिँ तपाईले सानो इन्भेस्टमेन्ट गरेर लाइफ टाइमसम्म स्किल पनि सिक्न पाउनुहुन्छ र अर्निङ गर्ने सिस्टम पनि पाउनुहुन्छ अफिलिएट मार्केटिङ गरेर, डिजिटल मार्केटिङ गरेर, फ्रिल्यान्सिङहरु गरेर। सो तपाईले एउटा बेनिफिट्स के छ, तपाईले आफ्नो स्किललाई बिल्ड गर्न पाइयो। अर्को बेनिफिट्स के भयो, तपाईले यही प्लेटफर्मबाट आफ्नो स्किल सिकेर बिल्ड गरेर इन्कम जेनेरेट
इन्कम सोर्स पनि जेनेरेट गर्न सक्नुभयो क्या। यो फिल्डमा चाहिँ के बेनिफिट्स पाउनुहुन्छ तपाईँले चाहिँ होइन, पैसा इन्भेस्ट गर्दै गर्दाखेरि सो तपाईँले चाहिँ के बेनिफिट्स पाउनुहुन्छ, के फाइदाहरू पाउनुहुन्छ, सो म तपाईँलाई देखाइदिँदैछु। सबैभन्दा सुरुमा चाहिँ तपाईँले मोबाइलको स्क्रिनमा हेर्नु होला, म साइडमा राखिदिएको छु। सबैभन्दा सुरुमा चाहिँ तपाईँले क्रोममा जानु, या त तपाईँले गुगल छ भने गुगल सबैसँग हुन्छ, नत्र युसी ब्राउजर कुनै पनि छ त्यो ओपन गर्नु है। सो यहाँ ओपन गरिसके पछाडि यहाँ सर्च गर्नु ज्ञान ग्रोथ है, ज्ञानग्रोथ.com, GYAN, ज्ञान GWRTH ग्रोथ सर्च गर्नु। सर्च गरिसके पछाडि टपमै आउँछ ज्ञान ग्रोथ, त्योमा क्लिक गर्नु होला र हाम्रो यस्तो इन्टरफेस आउँछ। अब यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ ज्ञान ग्रोथको बारेमा थोरै भनिदिन्छु। यहाँ एबाउट नाउ भनेर ज्ञान ग्रोथको बारेमा भनिएको छ। यो एउटा बेस्ट लर्निङ प्लेटफर्म हो र एकदमै फास्टेस्ट नेपालमै सबैभन्दा ग्रो गरिरहेको प्लेटफर्म हो लर्निङ बेसिसमा, र इन्कम ग्रो गर्नमा पनि हेल्प गर्ने हुन्छ है। सो वेलकम टु ज्ञान ग्रोथ प्लेटफर्म एक्सपिरियन्स ट्रान्सफर्म होइन, विथ टेक्नोलोजी इम्पावरिङ योर करियर एन्ड ड्रिम्स। सो यहाँबाट तपाईँले आफ्नो करियरलाई पनि बिल्ड गर्न सक्नुहुन्छ, सपनाले पनि साकार गर्न सक्नुहुन्छ। र यो एउटा इटेक प्लेटफर्म हो भनेपछि तपाईँले एजुकेसन रिलेटेड प्लेटफर्म हो जुन चाहिँ तपाईँले एजुकेसन डिजिटली सिकाउँछ र यहाँ चाहिँ कोर्सहरू एभाइलेबल छ। र यहाँ चाहिँ हाम्रो प्याकेजहरू पनि हुन्छ, जुन चाहिँ बेसिक प्याकेज लिनुभयो भने तपाईँले 799 को एमाउन्ट पर्छ, जुन चाहिँ स्मल इन्भेस्टमेन्ट छ है। सो यो सबैभन्दा सानो प्याकेज हो र यसमा चाहिँ दुईवटा स्किल सिक्न पाउनुहुन्छ, एउटा अफिलिएट मार्केटिङ र एउटा कम्युनिकेसन, र भिडियो ड्युरेसन पाउनुहुन्छ जुन चाहिँ लाइभ ट्रेनिङ भएको हुन्छ हाम्रो जुमको, त्यो पाउनुहुन्छ योमा। अर्को कुरो तपाईँले स्ट्यान्डर्ड प्लान छ, स्ट्यान्डर्ड प्याकेज छ, जसमा चाहिँ तपाईँले 1999 पर्छ, जसमा चाहिँ कतिवटा स्किल पाउनुहुन्छ भन्दाखेरि 4वटा पाउनुहुन्छ है, 4 होइन 5वटा पाउनुहुन्छ। अफिलिएट मार्केटिङ, एआई कन्टेन्ट क्रिएसन, क्यापकट एडिटिङ, क्यानभा मास्टरी अनि कम्युनिकेसन। सो तपाईँले चाहिँ होइन बेसिक प्याकेज भन्दा राम्रो तपाईँले स्ट्यान्डर्ड प्याकेज छ, जसमा चाहिँ 5वटा स्किल सिकेर इन्कम हेर्नुहुन्छ भने बेसिक भन्दा धेरै राम्रो स्ट्यान्डर्डमा पनि छ। सानो प्याकेजमा चाहिँ थोरै इन्कम हुन्छ, तपाईँले चाहिँ ठुलो प्याकेज लिनुभयो भने इन्कम पनि राम्रो हुन्छ र स्किल पनि धेरै सिक्न पाउनुहुन्छ, जस्तै एआईबाट कसरी भिडियो जेनेरेसन गर्ने, क्यापकटबाट कसरी एडिटिङ गर्ने, र अफिलिएट इन्कम चाहिँ धेरै राम्रो छ योमा। अब चाहिँ तपाईँले प्रिमियम प्याकेजमा जाउँ, हामी थर्ड प्याकेजको नाम भनेको प्रिमियम प्याकेज छ र यसमा चाहिँ तपाईँले होइन अफिलिएट मार्केटिङ, एआई कन्टेन्ट क्रिएसन, क्यापकट एडिटिङ होइन, क्यानभा मास्टरी अनि कम्युनिकेसन, पर्सनल डेभलपमेन्ट अनि रिल्स मास्टरी भनेपछि कतिवटा स्किल भयो भन्दाखेरि 1 2 3 4 5 6 7वटा स्किल सिक्न पाउनु भयो क्या। मात्र 3000 मा 7वटा स्किल। नर्मली तपाईँले 7वटा स्किल सिक्नु पर्यो भने बाहिर मार्केटमा जानुहुन्छ भने 25 देखि 30,000 त एउटा स्किलको मात्रै लिन्छ। एउटा एडिटिङ सिक्न जानुभयो भने 30,000 सम्म स्किल 1 महिनाको चार्ज लिन्छ। तर तपाईँले यहाँ 3000, नर्मली 3000 बुझ्न सक्नुहुन्छ, 2999 3000 भयो होइन। 3000 मा तपाईँले 7वटा स्किल सिकाउँछ र इन्कम पनि यो प्लेटफर्मबाट जेनेरेट गर्न सक्नुहुन्छ। बेसिक र स्ट्यान्डर्ड भन्दा राम्रो इन्कम चाहिँ प्रिमियममा छ। अब हामी मास्टर प्याकेजमा जाउँ, जुन चाहिँ मैले पनि युज गरिरहेको छु र सबैभन्दा बेस्ट छ। र धेरैजनाको क्वेसन हुन्छ, सर यो 4वटा प्याकेजबाट कुन गर्ने, त्यो चाहिँ म बेस्ट बनाउँदैछु है, कुन बेस्ट हुन्छ। सो मास्टर चाहिँ मैले गरिरहेको छु र यसमा चाहिँ स्किल हेर्नु पाउनुहुन्छ, अफिलिएट मार्केटिङ, एआई कन्टेन्ट क्रिएसन, क्यापकट एडिटिङ, क्यानभा मास्टरी, डिजिटल मार्केटिङ, फेसबुक मेटा एड्स अनि युट्युब मास्टरी, फ्रिलान्सिङ, रिल्स मास्टरी, पर्सनल डेभलपमेन्ट, भिआइपी क्लास। अब यति धेरै स्किल तपाईँले पाउनुहुन्छ। नर्मली हेर्नुहुन्छ भने 11वटा स्किल तपाईँले पाउनुहुन्छ। सो 11वटा स्किल तपाईँले मास्टर प्याकेजमा पाउनुहुन्छ, मात्र 5999 मा पाउनुहुन्छ है। र यो नेपाली रुपिज हो। अब चाहिँ तपाईँले होइन आइडी कसरी यसबाट यो प्लेटफर्मबाट स्टार्ट गर्ने। सो हेर्नु, यहाँ 4वटा प्याकेजबाट तपाईँको बजेट अनुसार जुन तपाईँको बजेट छ त्यहीबाट स्टार्ट गर्दा भयो। अब म भन्दिनँ तपाईँले ठुलै बाटो गर्नु भनेर, यस्तो हुन्छ क्या, तपाईँले सानो बाटो गर्नुहुन्छ भने तपाईँको घाटा हुन्छ धेरै। किन भन्दाखेरि अब इन्कम पनि थोरै हुन्छ र स्किल पनि थोरै सिकेर के गर्नुहुन्छ। तर ठुलो प्याकेज लिनुभयो भने इन्कम पनि धेरै भयो, स्किल पनि धेरै पायो। यसमा चाहिँ स्टार्ट कसरी गर्ने, यसमा चाहिँ 4वटा प्याकेज छ। त्यो 4वटा प्याकेजमा चाहिँ कुनै एउटा प्याकेज बाई गरेर चाहिँ आफ्नो आइडी खोल्न सक्नुहुन्छ र इन्गेज हुन सक्नुहुन्छ। र आइडी खोलिसके पछाडि हाम्रो कम्पनीको टिमले
तपाईँले चाहिँ ट्रेनिङ ग्रुपमा एटोमेटिक एड गरिदिन्छ, जसले गर्दाखेरि तपाईँले ट्रेनिङ ग्रुपमा कसले एड गरिदिन्छ भने क्वेसन हुन्छ भने टेन्सन लिनु पर्दैन। र पर्सनली म पनि ट्रेनिङ ग्रुपमा एड गरिदिन्छु तपाईँलाई। अर्को कुरो होइन, यो प्लेटफर्ममा चाहिँ तपाईँले आज स्टार्ट गर्नुभयो भने म पर्सनली तपाईँले मेन्टरसिप पनि दिन्छु। नबुझेको कुराहरूमा चाहिँ गाइड गरिदिन्छु, क्लियर गरिदिन्छु। ट्रेनिङ हुने टाइममा चाहिँ के बुझ्नुभयो, नबुझेको कुराहरू पनि, क्वेसनहरू पनि तपाईँको डाउट्स क्लियर गरिदिन्छु, जसले गर्दाखेरि तपाईँले ग्रो गर्नुमा छिटो हेल्प हुन्छ। र म आफ्नो 3 इयर्सको एक्सपिरियन्सले गर्दाखेरि तपाईँले बुझाउनु पनि एकदमै सजिलो हुन्छ। र आई डेफिनेटली तपाईँले म गाइड गर्न सक्छु। सो तपाईँले चाहिँ ढुक्क भएर स्टार्ट गर्न सक्नुहुन्छ। अब स्टार्ट कसरी गर्ने त्यसको लागि म प्रोसेस देखाइदिइरहेको छु है। सो यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ, प्रोसेस देखाउँदैछु। सबै प्याकेज बाई गर्ने प्रोसेस एउटै हो। बाई गर्ने जुन तपाईँले आइडी खोल्नुहुन्छ नि, त्यो आइडी खोल्ने प्रोसेस एउटै हो। सो बाईमा क्लिक गर्ने। बाईमा क्लिक गरिसके पछाडि तपाईँले चाहिँ यहाँ फुल नेम हुन्छ नि, त्यो फुल नेममा तपाईँको नाम के हो, तपाईँ आफ्नो नाम हरि श्याम के हो त्यो लेख्ने, राम सीता के छ त्यो लेख्ने है। सो मैले राम लेखेँ। अनि कास्ट तपाईँको जे छ रियल कास्ट राख्नु होला। अनि इमेल तपाईँको होइन जे हुन्छ नि इमेल, जस्तै कि होइन मैले कृष्ण या त राम श्याम भनेर म एउटा इमेल जस्ट राखिदिँदैछु। इमेल हेर्नु होला, आफ्नो रियल हाल्नु होला। जस्ट मैले इक्जाम्पलको लागि हालिदिँदैछु। तपाईँले जस्ट जुन प्ले स्टोरमा छ त्यो हाल्नु होला, या त तपाईँको आइफोन छ भने आइफोनको इमेल हाल्नु होला। अब तपाईँको वाट्सएप नम्बर कति छ, वाट्सएप नम्बर राखिहाल्नु होला है। जस्तै कि मैले जस्ट एउटा इक्जाम्पलको लागि 10वटा वाट्सएप नम्बर राखेँ। अब तपाईँको एड्रेस काठमाडौँ छ कि धनगढी छ कि दाङ छ के छ त्यो लेख्नु होला। अनि पासवर्डमा चाहिँ मैले जस्ट इक्जाम्पलको लागि 1 देखि 8 सम्म जस्ट इजीको लागि गरिदिँदैछु। र तपाईँले चाहिँ यो पासवर्ड चाहिँ स्क्रिनसट गरेर राख्नु होला, किनभने अब आइडी खोलिसके पछाडि बिर्सिनु भयो भने फेरि यही पासवर्डले चाहिँ लगइन गर्दाखेरि यही पासवर्ड चाहिन्छ। सो यो पासवर्ड तपाईँले राख्नु होला। अब प्रोमो कोडमा चाहिँ यो प्रोमो कोड हाल्नु होला, PC 182183। यो प्रोमो कोड हाल्नु भयो भने जुन यहाँ चाहिँ होइन पेमेन्ट लेखेको छ नि, जुन स्टार्टिङमा हेर्नुभएको त्यो 5999, तर यो भनेको एमआरपी प्राइस हो। यहाँ 6999 7000 तपाईँले पर्छ इफ प्रोमो कोड युज गर्नु भएन भने। र प्रोमो कोड युज गर्नुभयो भने डिस्काउन्ट पाउनुभयो। सो डिस्काउन्ट कोड चाहिँ मैले यहाँ साइडमा पनि लेखिदिएको छु। सो डिस्काउन्ट कोड यो युज गर्नु होला, प्रोमो कोड है। सो प्रोमो कोड यहाँ राख्नु होला, PC 182183। अनि यो राखिसके पछाडि यहाँ नाम आउँछ कृष्ण कुमार गुप्ता, अनि मात्रै अगाडि प्रोसेस गर्नु होला है। अनि यहाँ बाईमा क्लिक गर्नु होला अनि कन्टिन्यू गर्नु होला। सो कन्टिन्यू गरिसके पछाडि होइन यहाँ सिलेक्ट पेमेन्ट अप्सनको मोड आउँछ, त्योमा चाहिँ क्लिक गर्नु। अनि पे विथ QR भन्ने अप्सन आउँछ, त्योमा क्लिक गरेर अब यहाँ चाहिँ तपाईँले हेर्नु अघि 7000 थियो, 6999 प्रोमो कोड हाले अनि यहाँ लेखेको कति आयो 5999 भनेपछि डिस्काउन्ट पाउनु भयो क्या। 2000 होइन 1000 तपाईँले 1000 जति डिस्काउन्ट पाउनुभयो। अब यसको स्क्रिनसट लिनु, यसरी स्क्रिनसट लिनु। तपाईँले आफ्नो फोनबाट कसरी स्क्रिनसट लिनुहुन्छ, यसरी स्क्रिनसट लिनु। अनि यहाँ भनेको जति प्राइस भनेको हुन्छ त्यही तरिकाले तपाईँले पेमेन्ट गर्नु। अनि पेमेन्ट गरिसके पछाडि यहाँ जस्ट अब कसरी पेमेन्ट गर्ने, यसलाई स्किप गरेर ई सेवा या त ब्याङ्क केमा जानुहुन्छ त्योबाट गर्नु होला। अब गरिसके पछाडि यो चुज भन्ने अप्सन आउँछ, त्योमा चाहिँ तपाईँले चुज गरेर हाल्न सक्नुहुन्छ। जस्तै मैले एउटा पेमेन्टको स्क्रिनसट तपाईँले राखेर देखाइदिँदैछु। कुनै एउटा फोटो जस्तो मैले पेमेन्ट गरेको स्क्रिनसट यहाँ साइडमा आयो है। अब यहाँ हालिसके पछाडि तपाईँले ट्रान्जेक्सन आइडीमा ट्रान्जेक्सन कोड हाल्दा भयो, नत्र तपाईँले के नामले खोल्नु भएको छ त्यो नामको ट्रान्जेक्सन आइडीमा लेख्दा भयो। आफ्नो नाम लेख्दा पनि हुन्छ, जस्तै रामको आइडी हो भने राम लेख्दा भयो अनि सेन्ड गरिदिने। अनि यसो सेन्ड गरिसके पछाडि राम चाहिँ भइसकेको छ, त्यो अर्कै राम गुप्ता भनेर मैले हालेर सेन्ड गरिदिन्छु। सो सबमिट भइहाल्यो। सो अब तपाईँको यो आइडी चाहिँ आधी घन्टाभित्र तपाईँको एक्टिभ भइहाल्छ। अनि आइडी एक्टिभ भइसके पछाडि के गर्ने, यो साइडमा चाहिँ क्लिक गर्ने अप्सन हुन्छ। यो 3 डट हेर्नुभयो क्यानभसको साइडमा जुन अप्सन छ नि, योमा क्लिक गरेर लगइनमा क्लिक गर्नु।
लगइनमा क्लिक गरिसके पछाडि अघि जे जिमेल हाल्नु भएको थियो नि त्यो जिमेल अनि 1 देखि 8 सम्म पासवर्डमा हालेको थिएँ। तपाईले के हाल्नु भएको थियो त्यो तपाईले हालेको पासवर्ड यहाँ हालेर अनि साइन इन गर्नु तपाईको लगइन भइहाल्छ।